हाई हेलो एन्ड नमस्ते एभ्रिवान। यहाँहरूलाई नेपाली फुडी फेस्टमा धेरै धेरै स्वागत छ। आज हामी बनाउँदैछौँ भेज चाउमिन, सजिलो र मिठो खाजा। त्यसको लागि तातिसकेको तेलमा मैले राखेँ जिन्जर गार्लिक चप, त्यसै गरी प्याज, अनि यसलाई एकछिनसम्म भुट्दैछु। त्यस पछाडि थोरै चना राखेँ। मैले चाहिँ थोरै चना राखेको छु, यसलाई पनि भुट्दैछु। त्यसै गरी मैले राखेँ ग्रिन क्याप्सिकम र थोरै ग्रिन चिल्ली काटेको र यसलाई पनि फेरि चलाउँदैछु। त्यसै गरी मैले राखेँ मसिनो गरी काटिएको क्यारोट मजाले फ्राई गर्दैछु। त्यसै गरी मैले थोरै गोलभेडालाई पनि काटेर लिएको छु, अनि यसलाई पनि फेरि चलाउँदैछु। त्यसै गरी अब मैले राख्दैछु बेसार, स्वादअनुसार नुन र फेरि यसलाई पनि चलाउँदैछु। मजाले चलाउँदै भुट्दैछु यसलाई पनि। अब यसमा मैले राख्दैछु थोरै सोया सस। यो चाहिँ आफ्नो इच्छाअनुसार हो, अप्सनल हो। राख्नु भए पनि हुन्छ, हजुरहरूले नराख्नु भए पनि हुन्छ। त्यसै गरी थोरै मैले केचप पनि राखेको छु। मलाई चाहिँ धेरै मन पर्दैन सोया सस र केचप, त्यसैले थोरै मात्रै राखेर चलाउँदैछु। अब यतिको भुटिसके पछाडि चाहिँ मैले यसमा एड गर्दैछु चाउमिन। बोइल गरेर धोएर राखेको चाउमिनलाई एड गर्दैछु, नुडल्सलाई। र अब यसलाई पनि मजाले मिक्स गर्दैछु। मैले चाहिँ एउटा काँटा र चम्चाको सहायताले यसलाई मजाले मिक्स गर्दैछु। चाउमिनको लागि चाहिँ मजाले यो मसलाहरू सबैतिर लाग्ने गरेर मजाले मिक्स गर्नुपर्ने हुन्छ। जति मजाले चलायो त्यति नै चाउमिन चाहिँ मिठो हुने गर्दछ। त्यसैले मैले चाहिँ मजाले चाउमिनलाई मिक्स गर्दैछु सानो आँचमा। यसरी मजाले मिक्स गर्नु होला हजुरहरूले पनि। अब चाहिँ यतिको मिक्स भइसके पछाडि चाहिँ मैले यसमा राख्दैछु धनिया पत्ता। त्यसै गरी मैले राख्दैछु थोरै स्प्रिङ अनियन। अनि अब यसलाई पनि फेरि मजाले मिक्स गर्दैछु। मजाले चाउमिन बनाउने बेलामा चाहिँ हात बलियो गरेर मिक्स गर्नुपर्ने हुन्छ, जसले गर्दा चाउमिन चाहिँ एकदम मिठो स्वाद आउँछ। अझै मजाले चलाउँदैछु मैले चाहिँ। अब यतिको मिक्स भइसके पछाडि चाहिँ हाम्रो चाउमिन रेडी भयो। अब म यो चाउमिनलाई प्लेटिङ गर्दैछु। यसरी हजुरहरूले जसरी मन लाग्छ त्यसरी गर्नुहोला। थ्याङ्क यू फर